धान रोपाई यसरी रोप्छन् नि हाम्रो मधेसीहरू धान रोप्दैछन्। सस्तो धान रोपाई यहाँ छ, दिनको 1000 रुपियाँ मात्रै अरे। आँट छ नि रोप एकदम। उता हाम्रो फेरि खतरा छ, त्यो उभि ठाडो हुँदै हुँदैन, निहुरे दिएको त्यही गर्छु। यसरी पनि रोप्छौँ हामी। 40 वर्षको के भन्छ एक्सपिरियन्स हो कि के हो भन्न आउँदैन। एक्सपिरियन्स 40 वर्षको छ। हो हेर्नुहोस्, अब यस्तो रोपाइले एउटा बोटमा 20वटा जति बालो लाग्छ होला। यसपालि धान यस्तो फल्छ, यस्तो रोपा चाहियो भने ल है गाइज, सम्पर्क गर्नु होला। कृषक दाजुभाइहरूलाई सुवर्ण अवसर छ है, यस्तो चाहिँ जनहरू पाउनु चाहिँ। खानु पिनु चाहिँदैन बरु त्यही हात्ती मात्रै दिनु। हात्ती भए चाहिँ ल आज असार 3 गते धान रोपाई यहाँनिर पुरा लगभग आधी उधी भइसक्यो यही खेतहरूमा। अब केही अलिअलि बाँकी छन् यता मासतिर। धान रोपाई यसरी रोप्छन् नि हाम्रो मधेसीहरू धान रोप्दैछन्। सस्तो धान रोपाई यहाँ छ, दिनको 1000 रुपियाँ मात्रै अरे। आँट छ नि रोप एकदम। उता हाम्रो फेरि खतरा छ, त्यो उभि ठाडो हुँदै हुँदैन, निहुरे दिएको त्यही गर्छु। यसरी पनि रोप्छौँ हामी। 40 वर्षको के भन्छ एक्सपिरियन्स हो कि के हो भन्न आउँदैन। एक्सपिरियन्स 40 वर्षको छ। हो हेर्नुहोस्, अब यस्तो रोपाइले एउटा बोटमा 20वटा जति बालो लाग्छ होला। यसपालि धान यस्तो फल्छ, यस्तो रोपा चाहियो भने ल है गाइज, सम्पर्क गर्नु होला। कृषक दाजुभाइहरूलाई सुवर्ण अवसर छ है, यस्तो चाहिँ जनहरू पाउनु चाहिँ। खानु पिनु चाहिँदैन बरु त्यही हात्ती मात्रै दिनु। हात्ती भए चाहिँ ल आज असार 3 गते धान रोपाई यहाँनिर पुरा लगभग आधी उधी भइसक्यो यही खेत।